के सिन नाही तारे हामी सम्पूर्ण नेपाली अझ भनौँ नेपाली सिनेमा नेपाली कलाकारहरूको लागि एकदमै खुसीको कुरा हो। अब कस्तो खुसीको कुरा हो यो भन्ने लाग्ला म भन्छु। यहाँहरूलाई प्रमोद अग्रहरीको नाम र काम कतिको थाहा छ? यदि यहाँहरू नेपाली फिल्म हेर्नुहुन्छ, नेपाली कलाकारहरूको बारेमा जान्न खोज्नुहुन्छ भने पक्कै पनि चिन्नुहुन्छ प्रमोद अग्रहरी। नेपाली सिनेमा क्षेत्रको प्रख्यात अभिनेता प्रमोद अग्रहरी, जसलाई हामी निखारिएको अभिनयको खानी पनि भन्न सक्छौँ। हरेक पात्रलाई निभाउन सक्ने, न्याय दिन सक्ने कलाकारहरू औँलामा गन्न मिल्ने मात्रामा भेटिन्छन् र त्यही लिस्टमा अग्रपन्थीमा पर्छन् कलाकार प्रमोद अग्रहरी। हजुर, प्रमोद अग्रहरीले डेब्यू गरेको बङ्गाली एक्सन फिल्म ह्याङ्गओभरको फर्स्ट लुक टिजर सार्वजनिक भएको छ। ह्याङ्गओभरको अर्थ सार्क हो र त्यही सार्कको भूमिकामा देखिनेछन् अग्रहरी। यो बङ्गाली एक्सन प्रधान फिल्म हो, एक्सन जनर भएको फिल्म हो। करिब 1 मिनट समयको टिजरमा अग्रहरीलाई दमदार रूपमा प्रस्तुत गरिएको छ। भर्खरै नेपाली अर्का अभिनेता अनुप विक्रम शाहीले बलिउड फिल्ममा सलमान खानसँग स्क्रिन सेयर गरेर आएका छन्। अग्रहरीले बङ्गाली फिल्ममा डेब्यू गरेका छन् र जानकारीमा आएअनुसार अग्रहरीको पनि बलिउड फिल्मको लागि कुरा भइरहेको छ। यदि सबै कुरा मिल्यो भने अब उनले बलिउड फिल्ममा काम गर्नेछन्। योभन्दा ठुलो कुरा नेपालीहरूको लागि र नेपाली सिनेमा, नेपाली कलाकारहरूको लागि अरू के हुन सक्छ र? नेपाली कलाकारले बलिउड स्तरमा काम गरिरहेका छन्। यही भिडियो मार्फत अभिनेता अनुप विक्रम शाही र अभिनेता प्रमोद अग्रहरीलाई सम्पूर्ण नेपालीहरूको तर्फबाट हार्दिक बधाई अनि शुभकामना। के सिन नाही तारे